रवि लामिछानेले भारत भ्रमणका क्रममा नेपालीसँग पनि अन्तर्क्रिया गर्ने। दिल्लीमा रेड कार्पेट दिएर भारतले प्रधानमन्त्री बालेनका सम्बन्धमा मुद्दाहरू उठाउने तयारी। प्रधानमन्त्री अगावै रविको भ्रमण हुनु चासोपूर्वकको विषय बन्दै। भोलि जेठ 18 गते सोमबार राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछाने भारत भ्रमणमा जाँदैछन्। फाल्गुन 21 को निर्वाचनपछि प्रतिनिधि सभामा झण्डै 2/3 बहुमत प्राप्त गरेको रासपाका तर्फबाट पार्टी प्रमुखको हैसियतले हुन लागेको यो पहिलो विदेश भ्रमण पनि हो। यसैबीचमा रवि लामिछानेले भारतमा नेपालीहरूसँग भेटघाट तथा अन्तर्क्रिया पनि गर्ने भएका छन्। सभापति लामिछानेले जेठ 21 गते नेपालीहरूसँग अन्तर्क्रिया गर्न लागेका हुन्। नेपाली सम्पर्क मञ्च भारतको आयोजनामा हुने कार्यक्रम 3 बजे लाजपथमा सुरु हुने जनाइएको छ। भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश मन्त्री एस जयशंकर लगायत उच्च स्तरीय भेटघाट गर्ने पनि कार्यक्रम रहेको छ। भ्रमणको आवश्यक कूटनीति तथा अन्य तयारी भइरहेको रासपाका नेताले बताएका छन्। यसअघि भारतले प्रधानमन्त्री बालेन्द्र शाहलाई नै भ्रमणको निम्तो पठाएका थिए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बालेनलाई बधाई सन्देश पठाउँदै भारतको भ्रमणको निम्तो पनि दिएका थिए। तर प्रधानमन्त्री बालेनको हालसम्म भारत भ्रमण तय भएको छैन। उनी भारत भ्रमणमा जानु अगावै रासपा सभापति रवि लामिछानेको भ्रमण हुनुलाई धेरैले चासोपूर्वक हेरिरहेका छन्। पछिल्लो समय भारत र नेपाली बीचको सम्बन्धमा दरार उत्पन्न भएको बेला रासपा सभापति लामिछानेको भ्रमणलाई कूटनीतिक वृत्तमा चासोका साथ हेरिएको थियो। लिपुलेख हुँदै चीन र भारतले व्यापार खुल्ला गर्ने सहमतिलाई लिएर नेपाल सरकारले भारत र चीनलाई कूटनीतिक नोट पठाएको विषय मिडिया मार्फत सार्वजनिक गरिएको थियो। सीमा विवादका कारण भारतीय विदेश मन्त्री विक्रम मिश्रको नेपाल भ्रमण पनि स्थगित भएको बेला परराष्ट्र मन्त्री शिशिर खनालको पनि भारत भ्रमण समेत स्थगित भएको थियो। प्रधानमन्त्री बालेनले भारत भ्रमणको निमन्त्रणा स्वीकार गरे पनि भ्रमणमा जाने नजाने विषय अनिश्चित छ। रवि लामिछानेलाई स्वागत गर्न दिल्लीले कुनै कसर बाँकी नराख्ने बताएका भारतीय विश्लेषकहरूले बालेन्द्र शाह बालेन नेतृत्वको सरकारले अंगीकार गरेका कतिपय नीतिबारे भारतले उनीसँग सोधपुछ गर्न सक्ने बताएका छन्। प्रधानमन्त्री शाहले कूटनीतिक भेटवार्ताहरूलाई सीमित तुल्याएको र विदेश सम्बन्धबारे खासै धारणाहरू सार्वजनिक नगरेकाले नयाँ दिल्लीले सत्ताधारी दलका नेताबाट नयाँ सरकारको नीति बारे थप स्पष्टता खोज्ने एक भारतीय विश्लेषकले बताएका छन्। एक नेपाली विज्ञले नयाँ दिल्लीमा उच्च स्तरको भेटवार्ता हुने देखिए पनि रवि लामिछानेले सावधानीपूर्ण ढंगले भारतीय पक्षसँग कुरा राख्ने अपेक्षा आफूले गरेको जनाएका छन्। सभापति लामिछानेको भ्रमण दलमा उनी निकट 2 नेताहरू सह महामन्त्री विपिन कुमार आचार्य र सचिवालय सदस्य दीपक राज बोहरा रहने उल्लेख गरिएको छ। त्यसैगरी रवि लामिछानेका स्वकीय सचिवदेखि लिएर रवि लामिछाने पत्नी निकिता पौडेल पनि उनको भ्रमण टोलीमा रहेको पाइएको छ।